यति बेला घटनास्थलमा चाहिँ नेपाली सेनाको टोली आइपुगेको अवस्था छ। यहाँ हेर्न सक्नुहुन्छ नेपाली सेनाको टोली घटनास्थलमा आइसक्नु भएको छ। बेला हामी कोहलपुर वडा नम्बर 2 विकास नगरमा छौँ। यहाँ चाहिँ एकजना मोहन थारू मृत अवस्थामा भेटिनु भएको छ। उहाँ चाहिँ जङ्गलमा बाघको आक्रमण परेको वा बाघ देखेर भाग्ने क्रममा चाहिँ उहाँको मृत्यु भएको भन्ने आशंका गरिएको छ भने उहाँका साथीहरू चाहिँ जङ्गलभित्रै हुनुहुन्छ। र खासमा यो घटना अलिकता शङ्कास्पद पनि लाग्यो होइन, मृत भेटिनु भएको छ के बाघले नै हो भन्ने कुरा आएको छ हल्ला खल्ला यहाँ। अब यहाँ बाघले हो भनेर अहिले 2 जनाको चाहिँ चप्पल मात्रै भेटेको छ अनि एकजना चाहिँ अब यहाँ मृत खोल्नु पर्यो। एकजना चाहिँ घरमा बिहोस भएको छ भनेर सुन्नु भएको छ। एकजना मान्छे अब बिहोस हुनु भएको छ घरमा हुनुहुन्छ अनि अब 2 जना चाहिँ खोज्नलाई अहिले 17-18 जना टोली जङ्गलभित्र जानु भएको छ। अहिले चाहिँ खोज्नलाई चप्पल मात्रै भेटेछ। अब आउने क्रममा अब यहाँ अहिले बोलाएको छु मैले फोन गरेर। अब आउने क्रममा यो कोहीसँग पाउँदैन यसले नै लिएर आउँथे दिनकै। आधा घन्टा अगाडि भयो तपाईँको जानकारी। अब के छ अहिले यो हस्पिटल लग्ने कुरा? हजुर दर्शक पनि हेर्न सक्नुहुन्छ एकदमै दुःखद घटना यतिखेर